पावलले पत्रहरू पठाए, फिलिप्पी, हिब्रू। एक दिन कोही फिलिप्पी मण्डलीमा आए। इपाफ्रोडिटस परमेश्वरका जन पावल कहाँ आए। इपाफ्रोडिटस पावल र मण्डलीलाई सेवा गरिरहँदा बिरामी परे। पावल चिन्तित भए, तर मण्डलीका मित्रहरूले इपाफ्रोडिटसका निम्ति परमेश्वरसँग प्रार्थना गरे। परमेश्वरले उनलाई फेरि स्वस्थ हुन सहयोग गर्नुभयो। इपाफ्रोडिटसले फेरि पावलको पत्र फिलिप्पी मण्डलीलाई दिए। पावलले आफ्नो पत्रमा फिलिप्पी मण्डलीलाई उनीहरूको प्रेमको लागि धन्यवाद दिए। उनले आफ्ना हिब्रू साथीलाई येशूमा विश्वास गराउन तिनीहरूलाई पत्र लेखे। उनले तिनीहरूलाई आफ्नो भरोसा कायम राख्न भने र तिनीहरूलाई येशूका बारेमा अरू बताए।